हामी यो मुलुकमा अन्य पार्टी थुप्रै जन्मे, तर आज यो मुलुकलाई जहाँसम्म शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी, सडक जस्ता हाम्रा नेपाली जनताका नैसर्गिक अधिकारहरूबाट जुन वञ्चित गराइएको छ, आज यो मुलुकमा सबैभन्दा नेपाली जनताहरूलाई अहिले जुन पुरानो पार्टीहरूले जति यो मुलुक बनाउनु थियो बनाउन सकेन। विभिन्न राजनीतिक कालखण्डमा थुप्रै नेपाली जनताहरूले रगत बगाए, तर परिवर्तन आएन। रगत बगाए नेपाली जनताले, परिवर्तन आएन। किनभने आज यो मुलुकको आज पुरानो दलका नेताहरू भनाउँदहरूले यो मुलुकको नेपाली जनताका रगत र पसिना 36 वर्षसम्म लुट्नुसम्म लुट्यो र खानुसम्म खायो। आज निहत्ता आज 76 जना जेनजीहरूको जीवन लियो। आज यही नेपाली कांग्रेस र नेकपा एमालेले। आज हामी श्रम संस्कृति पार्टीले यसको उत्तर खोजिरहेको छौं। यो मुलुक जुन बेथितिले भ्रष्टाचारले व्याप्त भइराखेको छ, यसको उत्तर हामी श्रम संस्कृति पार्टीले हामीले खोजिरहेका छौं। आज यहाँका कागज उद्योगहरू, छाला कारखानाहरू, महाकालीहरू जस्ता आज हाम्रो यहाँ भएका नदी नालाहरू, उद्योग धन्दाहरू आज नेपाली कांग्रेस र नेकपा एमालेले आज भारतलाई बुझाइराखेको छ। आज बेचिरहेछ अरबौं पैसा लिएर आज नेपाली कांग्रेस र नेकपा एमालेले आज जुन नेपाली जनतालाई कंगाल बनाइराखेको छ। यो कुरो तपाईं हामीले बुझ्नु आवश्यक छ। आज हामी श्रमको कुरा गर्दैछौं, संस्कृतिको कुरा गर्दैछौं, प्रवृत्तिको कुरा गर्दैछौं। आज हाम्रो श्रम संस्कृति पार्टीले यो मुलुकलाई समृद्ध बनाउनको निम्ति, समृद्ध बनाउनको लागि यही तीनटा सिद्धान्तको आधारमा यो मुलुक परिवर्तन गर्न सकिन्छ। आज विश्व मुलुकलाई चाहिँ ग्लोबलाइजेसन गरिसकेको छ प्रवृत्तिले। आज अन्य राष्ट्रहरूमा आज प्रवृत्तिको हिसाबले हिजो हामी अमेरिकामा चाहिँ हाम्रो भाइ भतिजो दाजुहरू हुँदाखेरि हामीले यही हुलाक मार्फत 2 महिना 3 महिना लगाउनु पर्थ्यो, तर आज 5 मिनटमा नेपालको यहाँका भइराखेका घटना परिघटनाहरू 5 मिनटमा अमेरिकामा पुग्छ। आज के हो भने प्रवृत्तिको विकासले गर्दा त्यति धेरै विकसित भएको छ। आज अहिले हाम्रो जुन नेपाली जनताहरूको बीचमा त हात-हातमा नेट छैन, तर अन्तर्राष्ट्रमा हेर्ने हो भने प्रवृत्तिको कारणले हात-हातमा नेट बोकेर कुदिराखेको छ। त्यसो भएको हुनाले आज हाम्रो तीनटा यो एजेन्डाले यो मुलुक, हाम्रो अध्यक्षज्यूले भन्नुहुन्छ 3 करोड जनताको 6 करोड हात चल्ने हो भने र चलाउने हो भने यो देश किन बन्दैन। तर आज यहाँ यो मुलुकको बुर्जुवा अथवा दलाल पुँजीपति दलालहरूको कारणले गर्दाखेरि यो मुलुक आज प्रविधिको कारणले हामी विश्वमा पछि परिरहेका छौं। त्यसो भएको कारणले आज श्रम संस्कृति पार्टीले प्रविधि र संस्कृति प्रकृतिको जुन एउटा अवधारणा ल्याइराखेको छ, त्यही धारणाले यो मुलुक परिवर्तन गर्नुपर्छ र हाम्रो यो नीति कार्यक्रम लागू गर्नुको निम्ति फेरि सत्तामा हाम्रो श्रम संस्कृतिका जनप्रतिनिधिहरू पुर्याउनु पर्छ। यदि जनप्रतिनिधिहरू हामीले पुर्याउन सकिएन भने फेरि हाम्रो श्रम संस्कृति पार्टीको नीति कार्यक्रमहरू लागू गर्न सक्दैनौं। त्यसले गर्दा हामी जो श्रम संस्कृति पार्टीमा आबद्ध भइराखेका छौं, हामी निशर्त साथका यो मुलुकलाई अगाडि बढाउनु पर्छ भन्ने हिसाबले यो जुन उदयपुर गढी आज श्रम संस्कृति पार्टीको नगर कमिटी बन्दैछ, यो नगर कमिटीलाई म सशक्त रूपमा यो चौडण्डी के अरे यो उदयपुर गढीमा तपाईहरुले संगठन बनाउनु हुनेछ भन्दै म जुन बन्ने कमिटीलाई शुभकामना दिँदै
म बिदा हुन चाहन्छु। धन्यवाद।